बाट 20-30 वटा रानी एकैचोटि निकाल्न सकियो। नेचुरली त एउटै निस्किन्छ नि त, एक दुईटा निस्किन्छ। आफूले कृत्रिम तरिकाले आफूले बनायो भने कृत्रिम तरिकाले त्यसरी निकाल्न सकियो। एउटा घरबाट कतिवटासम्म छुट्याउन सकिन्छ सर हामीले यस्तो गर्नु पर्यो भने? रानी फुटाउनको लागि घरहरू बढाउनु पर्यो भने अब यो 10 वटा फ्रेम छ भने 10 वटाबाट 2 वटा 3 वटा जोस बनाउन सक्नुहुन्छ। 3 वटा जति रानी त धेरै हुन्छ, तर यो फ्रेम मात्र घार फुटाउन खोज्नु डिभिजन हुन्छ नि, विभाजन गर्न खोज्नु भने एउटाबाट मल्टिप्लिकेसन गर्ने के गोलालाई। सेरेनाको र यसको एउटै हो कि फरक हुन्छ? सेरेनाको एउटै केही फरक छैन, त्यो साइज मात्र उत्पादनमा अनि त्यसको अलि थोरै बिहेभियरहरुमा फरक हुन्छ, हेबिटहरुमा। यसको अब जस्तै तोरीको मह, लिचीको मह हैन, चिउरीको मह, यो यसकोबाट मेलिफेराको एउटा स्पेसिफिकेसन हुन्छ के तपाईको। जस्तै यहाँ सनफ्लावर फुल्या छ भने पहिले यिनीहरुको कम्युनिकेसन हुन्छ नि त, अहिले त पुरै पखेटा उगेर राख नि त, कम्युनिकेसन हुन्छ हैन। अनि कम्युनिकेसन हुने बेलामा पहिला सनफ्लावरमा गयो भने पहिला सनफ्लावरको पुरै सकेर अनि त्यसपछि अरु चरणहरुमा जान्छ, अरु स्रोतहरु रिसोर्सहरुमा। तर त्यसमा सकेन भने अनि सेरेना कस्तो हुन्छ भने यहाँ सनफ्लावर छ, तोरी छ, अरु छ भने सबैमा जान्छ। त्यही भएर त्यो अलि लोकल हुन्छ नि त, मिठो मह अलि राम्रो मिठो हुन्छ। यसको जुन जातको तपाईको जुन स्पेसिसको छ त्यही अनुसारको मह हामी लिन सकियो। अरु राखे त है त्यसो भए